हेलो एभ्रिवान, नमस्ते। आज फेरि तपाईँहरूको साँझ मिनी भ्लग लिएर आएको छु। आजको मिनी भ्लग चाहिँ के छ भनेदेखिलाई मैले चाहिँ फुलहरू रोपेको थिएँ होइन, पटिङ गरेर। कति दिन भएको थियो फुलहरू नरोपेको। अन्त आज घरमा बस्दाखेरि चाहिँ मैले पटहरू बोडेर फुल रोप्नु मन परिरहेको थियो। अन्त फुलहरू रोपेँ। अन्त मैले चाहिँ फर्स्टमा बालुवाला माटो लगाएँ। अन्त गोबर जुन चाहिँ हुन्छ गाईको मल त्यो मिक्स गरेँ। त्यो पछि चाहिँ कोकोपिट, यता किनभने सिलगढीमा बेसी मल पाउँदैन, अब गाउँतिर त मजाले मल मट्टीहरू पाउँछ नि त। अन्त यता चाहिँ मलको पनि धेरै खाँचो हुन्छ, किन्नुपर्ने हुन्छ। किनेर पनि म चाहिँ त्यो किनेको मलमा पनि सेटिस्फाई चाहिँ हुँदिनँ। अन्त मैले कोकोपिट अलरेडी मेरो थियो, पहिल्यै मगाइसकेको थिएँ। अन्त मैले 3टा मललाई चाहिँ मजाले मिक्स गरेँ होइन, किनभने मलाई चाहिँ प्लान्टहरू रोप्नु थियो नि त। प्लान्ट भन्दाखेरि पनि सिजन फुल चाहिँ मलाई रोप्नु मन परेको थियो। अनि योहरू चाहिँ मैले पहिल्यै रोपिसकेको प्लान्टहरू जो चाहिँ छतमै राख्छु। मजाले फर्स्ट इयर मजाको राम्रो देख्ने भयो भने मात्रै म चाहिँ फ्ल्याटमा ल्याउँछु हो। अन्त यसरी मैले सबै पटहरू भोरेर चाहिँ त्यसमा पानी पनि लगाएँ, किनभने कोकोपिट चाहिँ सुकिसकेको थियो। पहिल्यै मैले पानीमा भिजाएर राखेको कोकोपिट चाहिँ सुकिसकेको थियो। अन्त त्यसले चाहिँ पुरा पानी सोक गर्छ भनेर मैले पटमा पनि अलिक कम्ती नै फिल गरेँ माटो, किनभने त्यो बगेर जान्छ नि त पानीहरूले भनेर चाहिँ कम्ती फिल गरेँ, ती बसोस् भनेर हो। अन्त चाहिँ मैले प्लान्ट रोप्नु थालेँ। यो प्लान्ट पनि प्लान्ट होइन, यो फुल हो। तर यो फुल चाहिँ मलाई लाग्छ कि यो चाहिँ भुइँमा रोप्ने फुल हो, किनभने मैले चाहिँ यो फुल चाहिँ भुइँमा रोपेको जस्तै लाग्यो। तर यो अब सर्दैन यो फुलहरू होइन पटमा, मलाई थाहा भएन र पनि रोपिराखेँ। यो चाहिँ मैले सोनियाले ल्याउनु ल सिजन फुल भनेर भनेको थिएँ कलेज जाँदा, त्यसले चाहिँ यो लिएर आएछ पुरा त्यो फुलहरू। अन्त त्यही भएर चाहिँ सिङ्गल नरोपेर चाहिँ मैले एक दुईवटा जो मर्छ त्यो त मरिहाल्छ, जो सर्छ भनेर चाहिँ मैले यसरी 2-3वटा मिलाएर चाहिँ रोपेको छु। अन्त तपाईँलाई यो प्लान्टको नाम थाहा छ भने भन्नुहोस् होला। अन्त अब रोपेको छु, यो पटमा हुन्छ हुँदैन म तपाईँलाई देखाउने छु, सर्दैन त्यो पनि म तपाईँलाई देखाउने छु, फुल्यो भने पनि देखाउने छु। अन्त आयन पनि थियो, आयनले चाहिँ पुरा बदमास गरेर माटो खेलाएर पानी खेलाएर गरिरहेको थियो। अन्त मेरो कम्ती भएको माटोहरू पनि पुरा फाङीहरू दिँदै थियो। अन्त ऊ चाहिँ पुरा मैला पनि भइरहेको थियो। अन्त सोनियाले चाहिँ भिडियो गरिरहेको थियो हो। अन्त आजको दिन चाहिँ यसरी प्लान्टिङ फुल रोपेर नै गयो मेरो दिन त होइन, मैले यो इभिनिङ टाइममा गरेको हो। अन्त हेरौँ अब सर्दैन, लास्टमा चाहिँ मैले रोपिसक्दा चाहिँ प्लान्टहरू यस्तो भएको छ। अन्त तपाईँहरूलाई पनि रोप्नु मन पर्छ भने तपाईँले कमेन्ट गरिदिनु कुन चाहिँ प्लान्ट रोप्नु अहिले भनेर।